माई मेलाको तयारी अन्तिम चरणमा। झापाको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कन्काई माई नदी किनारमा लाग्ने ऐतिहासिक माई मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। धार्मिक विश्वास अनुसार माघ 1 गते मकर स्नान गरी शुद्ध पिउरो तरुलहरू खानाले मनोकामना पुरा हुने, पाप नाश हुने तथा छाला सम्बन्धी रोग निको हुने जनविश्वास रहिआएको छ। यस वर्ष माई मेला पौष 29 गतेदेखि माघ 2 गतेसम्म सञ्चालन हुनेछ। मेलालाई व्यवस्थित बनाउन नदी क्षेत्र सरसफाई, पूजा व्यवस्था, सुरक्षा प्रबन्ध, खानेपानी, शौचालय तथा आवश्यक पूर्वाधारको काम सम्पन्न भइसकेको छ। सुरक्षाका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिनेछ। मेलामा विभिन्न खेलकुद सामग्री, मनोरञ्जनका साधन तथा खानेकुराहरूका स्टल रहनेछन्। विशेष आकर्षणका रूपमा नेपालकै ठुलो रोटेपिङ सहित 50 भन्दा बढी खेल कमासको व्यवस्था गरिएको छ। माई मेलाले धार्मिक आस्थासँग यस क्षेत्रको संस्कृति संरक्षण तथा पर्यटन प्रबन्धमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। धर्मप्रेमी श्रद्धालु भक्तजनहरू नेपालका विभिन्न जिल्लाका साथै भारत र भुटानबाट समेत सहभागी हुने आयोजक समितिले बताएका छन्।